हेलो साथीहरू, सन्चै हुनुहुन्छ? यहाँ हेर्नु है, म चाहिँ आज आगोमा राँगाको मासु पकाउनु गइरहेको छु। नेवारहरूको छुट्टै हुन्छ क्या साथीहरू, होइन? धेरै नै फेभरेट हुन्छ अरूभन्दा पनि, अरू मासुहरू भन्दा पनि, होइन? ल बनाउनलाई सुरु गरौँ है त साथीहरू। ल है साथीहरू, मैले जिरा र मेथी खुर्सानी र तेजपत्ता लसुन चाहिँ फेरि डल्लै नै हाल्नु पर्ने हुन्छ सुरु। कुकर र नुन फेरि अब पानीहरू निस्किनु थाल्यो। यत्तिकै भएपछि साथीहरू म चाहिँ प्याज हाल्छु है। प्याजलाई पनि अब फेरि मैले मासुले पुरिदिएँ किनकि छिटो पाक्छ। प्याज पनि यत्तिको भएछ। अब चाहिँ अदुवा लसुन खुर्सानीको यो चाहिँ पेस्ट हो, होइन? अब चाहिँ मैले यसमा जिरा धनियाँको पाउडर, होइन, चलाउनुलाई। अब चाहिँ म टमाटर लाउँदैछु। धनियाँ है साथीहरू, धनियाँ लगाएँ मैले। अब चाहिँ माथिबाट गरम मसला लगाएँ। आजको मेरो चाहिँ अब यो मासुको रेसिपी पनि सक्यो। यो अब पाकेर पनि रेडी भयो, होइन? यतिको भएको छ मैले बनाएको चाहिँ यो राँगा मासु, होइन? मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु, फलो गरिदिनु है साथीहरू।